एकदम नजिकबाट ल हेलो गाइस आज हाम्रो यहाँ डगी नुहाइँदैछ पानी अलिकति लगाइदिउँ न आज नुहाउने दिन हो यस्तो गर्मीमा त बिजोग भइरहेको छ होइन गर्मीमा चाहिँ आज नुहाउने दिन है यहाँ बोलमा लगाएर यस्तो दामी छ यस्तो बोलमा छ यस्तो दामी हामीले नुहाइँदैछ यहाँ अहिले साबुन पनि आज साबुन पनि हामीले साबुन ल्याइएको छ मैला होइन मैला जान्छ अब गाइस एकदम मजाले हाम्रो डगी एकदम मानिरहेको छ एकदम सरसफाइ भनेको खतरा हुन्छ यसको चाहिँ अब साफ सफाइ यसको चिडिक्कै सफा बनाउने हो भिज्दैन छ नि त भिज्दैन है भित्र सबै भिज्दैन होला के भएको मुख धुनु पर्दैन अन्त यसको मुख पनि धोइदिनु परेको हुन्छ एकछिन दाँत ब्रस गर्नु बाँकी छ अहिले दाँत ब्रस गर्नु ब्रस पनि धोइरहेको छु यसो दाँत दाँत अलिक देखाउँदै यसको यसको ब्रस गर्नुभएको छ एकदमै ब्रस एकदमै मलाई चाहिँ चिडिक्कै भइगयो है सफा एकदम सफा सफा यता पछि यहाँ खाँदै छैन बस्नु त बस्दै मान्छे है विचार पनि हुँदै छैन ए टाउको भिजेको रहेन कि काम दिनुपर्ने काममा पानी पर्छ होला है भिजेकै छैन हेर्नु कस्तो चाहिँ डलाएको भएको आइपुग्यो दाग्गरी भएको